जुन मैले अघि भर्खर बनाएको भिडियो थियो गङ्गु बहिनीको है काण्ड 7.02 भनेर प्लिज गाइज यार त्यस्तो नगर क्या हो मलाई थाहा छ सबैले गाली गर्ने अब रिस उठे पछाडि त्यही हो ए दिदी बहिनी छ यो होइन एउटा कुरा के हो भन्दाखेरि सम्बन्धमा भएर मान्छेको अनेक खालको हुन्छ कि त्यस्तो घटनाहरू यताउता होइन तर जसरी त्यो भिडियो चाहिँ बाहिर लिक गर्यो त्यो चुतिया हो नि त नि होइन तर मैले गङ्गु बहिनीलाई चाहिँ ओपनली यो कुरा के भन्यो भने त बहिनी प्लिज लिगल एक्सन लिग तिम्रो त्यो केटालाई होइन जिन्दगीमा तिम्रो त इज्जत त 10-9 भइहाल्यो अब मुख देखाउने ठाउँ छैन तिमीले यो भत्तुवालाई कसरी हुन्छ तिमीले तुरुन्तको तुरुन्त बहिनी लिगल एक्सन लिग त्यसको लागि मलाई मेसेज गर फिडबिन दाइ तिम्रो लागि रेडी छ यो केटालाई यो भत्तुवालाई छोड्नु हुँदैन त्यही भएर म अरूलाई चाहिँ के भन्छु भन्दा प्लिज सबैको दिदी बहिनी सबैको छोरीचेली हो सबैको होइन जिन्दगीमा यस्तो गल्ती हुन्छ गल्ती अब के अब एउटा मान्छेको मन साटासाट भएर विश्वास भएपछि यस्तो कामहरू हरकत सामान्य कुरा हो होइन तर त्यो कुरालाई चाहिँ बाहिर यसरी सोसियल मिडियामा लिएर आएर एउटा सम्बन्ध टुट्यो भनेर अथवा केही कुराको अब आवेगमा आएर चाहिँ यस्तो गर्नु भनेको एउटा केटीको मात्र बदनामी होइन त्यो भत्तुवाको पनि बदनामी होइन त्यही भएर प्लिज सबैजनाले यस्तो कुरालाई फेरि बाहिर नबढाइदिनु अनि त्यो के अरे गङ्गु बहिनीलाई पनि यहाँ अलिकता धेरै स्ट्रेस भइरहेछ प्लिज तपाईँहरूले पनि यस्तो काम नगरिदिनु ल सबैलाई म हात जोडेर अनुरोध गर्छु काण्ड नभनिदिनु है त गाइज ल काण्ड भन्दै कसैको फूल जस्ती छोरीलाई यतिसम्म पनि मनोरञ्जनको साधन नबनाऊ जसले गर्दा भविष्यको बाटो होइन मृत्युको बाटो रोज्न नपरोस् आफूले यतिसम्म मात्र प्रयोग गर्नु जति आफूले गर्दा सहन सक्छ होइन म चाहिँ के भन्न चाहन्छु भने विश्वास त्यतिसम्म गर्नु जति उसले तिम्रो कदर गर्न सक्छ यो संसार स्वार्थी छ मनोरञ्जनको लागि कसैको शरीरसँग खेल्ने काम नगर्नु माया र विश्वास थियो र पो उसले आफ्नो शरीर देखाउन पुग्यो होइन माया नै थिएन भने त किन त्यस्तो गर्थ्यो होला र अहिले गङ्गुलाई नराम्रो भन्नेहरू याद राख कतै तिमीहरूको बहिनी या दिदी कसैलाई मायाको लोभमा देखाएर नाङ्गी नबाध्य बनाएर कसैले यस्तो हालत गरेको भए के हुन्थ्यो होइन त्यही भएर मान्छे हो गल्ती हुन्छ गल्ती गरेपछि त हो नयाँ पाठ सिक्ने होइन त्यही भएर गल्ती गर्यो भन्दैमा सधैँ नराम्रो नजरले नहेर्नु होला केटी मान्छेलाई रेस्पेक्ट गर्नुपर्छ त्यही भन्न चाहन्छु म त त्यही हो